भारतले आफ्नो विदेश सचिव मार्फत 2046 साल चैत 18 गते नारायण हेटीमा राजा वीरेन्द्रलाई भेट्न पठाएछ। उनले आन्दोलन चलिरहेको बेलामा नेपालको जलस्रोतमा हाम्रो आधिपत्य रहन दिनुस् र सुरक्षा र हाम्रो सुरक्षामा चाहिँ तपाईहरु आउनुस्। सुन्नुस्, राजा वीरेन्द्रले दिएको जवाब, यो देश त्यतिकै बचेको होइन। राजा वीरेन्द्रले के भने उहाँले त्यो नवराजमा सम्बोधन गरेर भने लेख्नु भएको छ। उहाँले यसै कारणले यदि यो पञ्चायती व्यवस्था जान्छ भने जाओस्, यसै कारणले यसका लागि मैले र मेरो पञ्चायती व्यवस्थाले बलि दिनुपर्छ भने पनि दिउँला, तर भारतको तपाईहरुको यो प्रस्ताव चाहिँ मैले स्वीकार गर्दैन। यो देशमाथि मैले गद्दारी गर्दैन। राजा वीरेन्द्र भुटानी राजा भएर म बाँच्न चाहन्न भनेर राजा वीरेन्द्रले जवाब दिए। र दुर्भाग्य एउटा भन्नुस्, त्यही कारणले नेपालको पञ्चायती व्यवस्था गयो। त्यसको उहाँले लेख्नु भएको छ र सायद भनेर लेख्नु भएको छ उहाँले राजदरबार हत्याकाण्ड पनि भयो। यसरी बचेको र बचाइदिए आएको देश हो यो। फेरि हामी कसैको सुरक्षा छाताभित्र जाने या हाम्रा स्रोत साधनलाई